आज हामी कुरा गरौँ भ्याजिनल डेलिभरी र सी सेक्सन सम्बन्धी केही कमन मिथ्सहरू। नमस्कार, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। धेरै मानिसहरू भन्छन् सी सेक्सन चाहिँ सजिलो बाटो हो, तर यो सही होइन। सी सेक्सन भनेको एउटा मेजर सर्जरी हो। यसमा पेट र पाठेघरमा चिरा लगाइन्छ, त्यसैले डेलिभरी पछि पनि पेन, इन्फेक्सन, ब्लिडिङ र रिकभरीमा बढी समय लाग्ने सम्भावना हुन्छ। अर्को मिथ हो भ्याजिनल डेलिभरी नै सबैभन्दा सुरक्षित हुन्छ। भ्याजिनल डेलिभरी धेरैजसो अवस्थामा राम्रो र सुरक्षित अप्सन चाहिँ मानिन्छ, तर हरेक प्रेग्नेन्सीमा यही नै बेस्ट हुन्छ भन्ने चाहिँ होइन है। यदि बच्चाको पोजिसन ठिक छैन, प्लेसेन्टा तल छ, बच्चाको हार्टबिटमा समस्या छ वा आमा र बच्चाको ज्यान जोखिममा छ भने सी सेक्सन लाइफ सेभिङ हुनसक्छ। तेस्रो मिथ हो सी सेक्सन गरेपछि बच्चासँगको बन्डिङ राम्रो हुँदैन। यो पनि गलत हो। सी सेक्सन पछि पनि आमा र बच्चाबीच राम्रो बन्डिङ हुनसक्छ। सकेसम्म चाँडै स्किन टु स्किन कन्ट्याक्ट ब्रेस्ट फिडिङ सुरु गर्नु अझै राम्रो हुन्छ। अर्को कुरा धेरैले लाग्न सक्छ एकपटक सी सेक्सन गरिसकेपछि सधैँ सी सेक्सन गर्नुपर्छ। यस्तो पनि हुँदैन। केही महिलाहरूमा अर्को प्रेग्नेन्सीमा भ्याजिनल डेलिभरी सम्भव हुन सक्छ, तर यो डिसिजन प्रिभियस सी सेक्सन कस्तो थियो, स्कार कस्तो छ, बच्चाको अवस्था कस्तो छ र हस्पिटलको फेसिलिटी कस्तो छ भन्ने कुरामा डक्टरले डिसाइड गर्छन्। अन्त्यमा याद राख्नुहोस्, भ्याजिनल डेलिभरी होस् या सी सेक्सन होस्, मेन गोल भनेको हेल्दी मदर र हेल्दी बेबी हो। त्यसैले अरूको एक्सपिरियन्सबाट डराउनु भन्दा आफ्नो प्रेग्नेन्सी अनुसार गाइनोकोलोजिस्टसँग सही प्लान बनाउनु सबैभन्दा इम्पोर्टेन्ट हुन्छ।